सो फ्याफुल्ला गाइज वेलकम टु माई न्यू भ्लग भिडियो। म चाहिँ भर्खर काठमाडौँबाट आइपुगेको, कति 3 बजीतिर आइपुगेको थियो अघि भर्खर। अनि हिजो गएको थियो अनि त्यस्तो काम थियो अलिअलि, अनि काम सकाएर अनि अब चाहिँ नुहाउनु पर्यो। टाउको पुरा फोहोर भइरहेछ र यो कपालै पुरै ट्याप भइरहेको धुलोले गरेर। उता बाटो नि लास्टै धुलो, बाटो चाहिँ राम्रै थियो तर धुलै के धुलो उड्ने लास्टै। अनि पानी परेको छैन नि त, त्यही भएर धुलै उड्यो होला। लास्ट धुलो उडेर कपाल पुरै फोहोर भइरहेछ, टाउको पनि चिलाइरहेछ हैन। पुरै बादल लागिरहेको छ आकाशमा नि पुरै। अहिले त हिजो अस्ति त लागेको थिएन, अहिले चाहिँ बादल लागिरहेछ भने कस्तो चिसो छ। अनि हुरी आउला जस्तो नि भइरहेछ। अब म पहिला चाहिँ नुहाउँछु हैन। फाइनली गाइज मैले चाहिँ नुहाएर नि सकेको। अघि चिसो भइरहेको थियो, बरु अहिले नुहाएपछि चाहिँ तातो भयो हैन। घाम चाहिँ लागेको छैन, यस्तै हो। तातो चाहिँ तातै भयो नुहाएपछि। अब चाहिँ घरतिर अलिअलि काम गर्नु पर्यो, मम्मीले सघाउनु पर्यो हैन अलिअलि। हेर म नुहाएपछि चाहिँ घाम लाग्छ यार। अघि नुहाउनु बेलमा चाहिँ घाम लागेन, अहिले नुहाइसकेपछि चाहिँ घाम लाग्छ। अब कोठामा गएर म कपडाहरू लगाउँछु हैन। सो गाइज मैले चाहिँ यहाँ कपडा नि लगाइसक्यो। हल्का कपाल कोर्नु पर्यो यार। मैले चाहिँ अघि यो काठमाडौँमा यो किनेको, यो मुरली यारे यो किनेको हो कि कस्तो दामी बज्छ हैन। बजाउन चाहिँ आउँदैन, त्यही बजाउन नभएर प्र्याक्टिस गर्नु पर्यो भनेर किनेको। आवाज चाहिँ दामी आउँछ, खतरा आवाज आउँछ। अनि यस्तै हो। अब चाहिँ यस्तो चिया खानु पर्यो। आजको लागि चाहिँ भिडियो यति नै हैन। अब त मेरो मोबाइलमा चार्ज पनि धेरै छैन, अनि हल्का गाह्रो पनि भइरहेछ मलाई। अनि त्यही भएर आजको लागि चाहिँ यति नै। यो नि बजाउनु प्र्याक्टिस गर्नु पर्यो हैन। अनि चार्ज पनि धेरै छैन क्यारे मोबाइलमा। अब खानाहरू पकाउनु पर्यो। अनि अब आजको लागि चाहिँ यति नै, बाइ।